ठोक 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 मार मार इसको मार बेंचुट पकड़ बादल चोट पकड़ पकड़ ऐसा पकड़ बादल चोट पकड़ पकड़ ऐसा है लोन्द्रा खोला निस्किन आँटिसक्यौँ होइन जङ्गल कोलाघारीको जङ्गल हामी कति सकेको छौँ जस्ट अब हामी चाहिँ लोन्द्रा खोलामा पाइला टेक्नु नै आँटेको छौँ होइन त्यहाँनिर केटाहरू पनि छ आज धेरै गर्मी भएको कारणले गर्दाखेरि चाहिँ हामी यतिको हन्टिङ हामीले आज लोन्द्रा खोलासम्म केही गरिन्छ कि भनेर कि हामी आइरहेको छौँ गाई छैन तर लोन्द्रा खोलामा अहिले यस्तो खतरा काम भइरहेको छ यस्तो खतरा कति करोडको बजेट भइरहेछ होइन हामी त्यो पनि देखाइदिन्छु म पछाडि आउने गाई सबै देखाइदिन्छु अरे हामी आइसक्यौँ हाम्रो लोन्द्रा खोला होइन यो चाहिँ लोन्द्रा खोला सबै यहाँनिर काम चलिरहेछ किन लागेर जाँदैछौँ गाइस र अहिले हामी लोन्द्रा खोला पुगेपछि फेरि भिडियो गर्छौँ त गाइस हामी चाहिँ आइसकेको छौँ अहिले यहाँनिर कन्स्ट्रक्सन चलिरहेको छ यहाँनिर सबै काम भइरहेको छ होइन गाइस तर पानी कस्तो दामी निलो देखिरहेको छ कि यहाँनिर तर यो पानी अलिकति फोहोर हुन्छ क्या जमेको पानी हो सो त्यही कारणले जमेको पानीमा चाहिँ हामीले पौडी खेल्नु हुँदैन गाइस एलर्जी आउँछ सो त्यही कारण ओके देख्नु सक्नुहुन्छ यहाँनिर खडे सडे आउँछले यसरी मुच्छस् बाटोमा यस्तोलाई चाहिँ बाटोमा मुत्नेहरूलाई चाहिँ हान्नुपर्छ गाई यसरी उडी उडी हान्नु पर्थ्यो कि गाई छैन तर के गर्नु यो मान्छेलाई भाइ भएर मात्रै यसलाई मैले एक लात्ती मात्र हानेको त्यही भएर अरू भएको त के गर्नुहुन्थ्यो त होइन यो मुत्ने ठाउँ हो भन्दै होइन तेरो मुत्ने ठाउँ हो तेरो तुरो काटेर कागलाई खुवाउँछु भन्नुपर्छ क्या भाइ तेरो तुरो काटेर कागलाई खुवाउँछु भन्नुपर्छ क्या भाइ जिउ भिजाउनुपर्छ अनि भिडियो गर्नुपर्छ गाइस अहिले चाहिँ हामी लोन्द्रा खोला आइसकेको छौँ हावा खतरा चलिरहेको अवस्था अहिले चाहिँ होइन अब नुहाउनुपर्छ केटाहरूले भन्दैछ तर अलिक हावा चल्नु थाल्यो हावा चल्नु थाल्यो गाइस जाडो जाडो हुनु थाल्यो जाडो हुनु थाल्यो त गाइस हामी चाहिँ अहिले होइन हाम्रो स्विमिङ गरिसक्यौँ होइन अनि अब स्विमिङ गरिसक्यौँ अब अलिक हावा चलिरहेछ होइन त्यही कारणले गर्दाखेरि मेरो भोइस चाहिँ अलिक हावाले गर्दाखेरि उयो कस्तो गुजुस हुन्छ नि त्यस्तो खालको आउँछ होइन यहाँनिर केटाहरूले आइफोनबाट फोटो खिचेछ अब भाइलाई जाडो कसरी भयो भाइ भन त ओइ तँलाई जाडो भएको छ भन् त मलाई पनि जाडो भएको छैन होइन नुहाउँदाखेरि यो भाइलाई किन झन् केटाकेटीको जाडो त बाख्राले खान्छ त हो होइन केटाकेटीको घरको बाख्रा मर्यो नि घरको होइन नि त यहाँनिर हेर यत्रो घाँसघारी यत्रो घाँस छ यहाँनिर चर्न आउने बाख्राहरू कति हुन्छ हो कि होइन अनि त्यो बाख्राहरू हुन्छ नि त गाइस हो कि होइन अनि पछाडि यही खोलामा अहिले भर्खर हामी नुहाएको थियो होइन अब हामी जान्छौँ गाइस लेट्स गो ओके अब चाहिँ लेट्स सी गाइस अब चाहिँ हामी घरतर्फ जाँदैछौँ होइन फोहोर पानीमा नुहाएपछि घर सफा पानीमा पनि नुहाउनुपर्छ अब हामी घर जाने त्यही भएर सफा पानीमा नुहाउनुपर्छ गाइस होइन अब पछाडिबाट हेर्दा चाहिँ मलाई केटी जस्तो देख्नु सक्छ तर कपाल लामो भएर हो त्यही भएर त्यो कपाल पनि केही जुगाड गर्नुपर्छ अब हामी टक्क घर गएर सफा पानीमा नुहाएपछि फेरि पनि घरमा आउँछौँ गाइस लेट्स गो हाई गाइस होइन हो कि होइन नुहाएपछि यस्तै हुन्छ क्या त्यही त
हामी चाहिँ आफ्नै धुनमा मेरो कपालमा गाई सबैजनाले आँखा लगाउँदैछ होइन सापडी दिनु न सापट्टि माग्छ भाइहरूले कपाल होइन अब म के भन्नु अब केटाहरूलाई सापट्टि दिनु त हुन्छ तर निकाल्नु मिल्दैन नि त त्यही भएर कति आरिस गर्छ होला यार केटाहरूले बिहे पनि हुन्छ त आरिस कस्तो आरिस गर्छ यार केटाहरूले मेरो कपाल देखेर बनाएर लाउँछु नि। हो कि होइन भाइ होला त म्यासला यिनीहरू ओभर आरिसी हो क्या म्यासला ठोक 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 मार मार इसको मार बेंचुत भागता बेंचुत पकड बाँदर चोट पकड पकड यस्ता पकड बाँदर चोट पकड पकड यस्ता आला आला पकड बाँदर चोट ए बेंचुत ओफ त फाइनली गाइज अब चाहिँ म मेरो गाउँ आइसकेको छु होइन मेरो घर आइपुग्न आँटो टक्क अब घर जाने अनि कलमा नुहाइ धुवाइ गर्ने हो कि होइन भाइ सफा पानीले नुहाउनुपर्छ स्याम्पू लाएर अघि त्यो रनमतीले धुलो उडाइदिएर क्या कपाल कस्तो खस्रो न खस्रो भयो क्या अब गएर स्याम्पू लाउनुपर्छ भात पनि खानुपर्छ भाइलाई भात खुवाउँछु अब म गएर अरे मेरो घर त 5 स्टार होटेल हो नि यस्तो भेराइटी खाना खुवाउँछु नि म भाइलाई भेराइटीहरू अहिले भुटेको भातलाई के पो भन्छ फ्राई राइस होइन फ्राइड राइस पोटेटो फ्राई राइस पोटेटो फ्राई राइसहरू अस्ति नै खतरा फ्राई राइस खुवाएको त भाइलाई पल्केछ भयो भाइ तिमीलाई त खुलित्तै खुवाउँछु